तारकेश्वर टुप्पी पुग्ने 1.2 किलोमिटर रहेछ। तारकेश्वर मन्दिर जाने बाटो। हाम्रो टोलीहरू चाहिँ उकालो लाग्दै हुनुहुन्छ यो तारकेश्वरको उकालो। लगरको बल्ल सासायो कि के मल अलिक गाह्रो गाह्रो भयो अवस्था छ हैन। ब्लगरको त अहिले बल्ल आवाज आएको। तारकेश्वर मन्दिर जाने बाटो चाहिँ यस्तो रहेछ गाइजहरू हैन। हामी हिँड्दैछौँ भाउजू। अनि आजको दिनमा कस्तो लाग्दैछ त? एकदम राम्रो राम्रो भन्न मिलेन। किन किन नमिलेको चाहिँ? सोचे जस्तो रहेनछ जिन्दगी भन्थ्यो। त्यस्तै अवस्था भएको हो। टेन्सन नगरी हिँड्नु। यस्तो हरियालीमा आएर त्यसो भन्नु मिल्छ? ओ छोरो छोरो कता हिँडेको यो जुत्ता लगाएर? ल हिँड रनिङ तिमी र म। को छिटो पुग्ने माथि? छिटो हिँड है। हाम्रो 3 जना आजको मोडल भाउजू नानाहरू चाहिँ आउँदै हुनुहुन्छ। खोइ अर्को जना चाहिँ कता तल हराइ जानुभयो त। यता टिकटक सुरु हुँदैछ। त चाहिँ खासै मान्छेहरू पनि आउनुहुन्न रहेछ। सुनसान आनन्द रहेछ। हाइकिङ आउनेहरूको लागि चाहिँ एकदम राम्रो आनन्दको जाने बाटो रहेछ ठाउँहरू। हामी मात्र छौँ बाटोमा। खासै मान्छे भेटेको छैन। मासतिर पुगिसक्नु भयो कि के भयो? हजुर सु आयो रे। छिटो छिटो आऊ न छिटो। त जङ्गलमा चाहिँ चराहरू कराएकै छ। यता 2 जना हाम्रो नानाहरू चाहिँ आउनै हुन्न। पर्खिँदा पर्खिँदा हैरान परिसक्यो मलाई। आउनुहोस् आउनुहोस् छिटो छिटो। उकालीमा पनि हजुर मोटर गर्दो रहेछ। ढिन्टाउ गर्दै के हो नि उकालीमा गाह्रै परेको हो। ड्राइभर दाइलाई छ सलाम माया सरर जाउँ हिँड रेलैमा। बिस्तारै हिँड्दैछौँ हामी। थाहा नै भएन अघि हल्ला गरिहाल्यो तल। अब बिस्तारै हिँड्नु पर्यो। यता चाहिँ चराको आवाजहरू आनन्द खालको आउँदो रहेछ। घुम्न डुल्न चाहिँ आनन्द शीतल ठाउँहरू रहेछ। के त झन् कति धेरै कराएको किरा त्यो खानु मिल्दैन होला। कस्तरी कराइरहेको छ। जङ्गलै आवाजै कस्तो। बाटो खत्तम रहेछ। हिँड हिँड नछोड्नु चाहिँ एक्लै छोडिदिनु न छोडिदिनु। हिँड 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 हिँड। ओहो छोरो त अनि खतरा हिँड्दो रहेछ त। हो र ल ल ल एक्लै हिँड एक्लै हिँड। हात बाँधेर हिँड्नु हुँदैन। हात खोलेर हिँड्नुपर्छ छोरो। हात खोलेर हिँड्नुपर्छ। ल हिँड 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 सिधा भएर हिँड्नुपर्छ नबाङ्गी। सिधा भएर हिँड्नुपर्छ। हाम्रो नानाहरू चाहिँ के हो
आज भिडियो र फोटो खिच्दैन त उतै बस्ने हो तलतिरै बस्ने आज नआउने यता हामी त पुग्नु लाग्यो आउँ छिटो आउँ काठमाडौँ कस्तो खतरा काठमाडौँ देखिँदो रहेछ तारकेश्वर भ्यू पोइन्ट रे तारकेश्वर भ्यू पोइन्ट चाहिँ यहाँ रहेछ होइन यहाँ होइन यहाँ चाहिँ फोटो खिच्ने ठाउँ रहेछ वा हो त रहेछ त चाहिँ भ्यू पोइन्ट काठमाडौँ देखिँदो रहेछ यहाँबाट टोलीहरू आउँदै हुन्छ वा 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 पुत्तली हो क्या पुत्तली होइन पुत्तली हो के बटरफ्लाई हो के हो त चरा होइन त्यस्तो चरा हुँदैन हुँदैन हौ हुँदैन हुँदैन त्यस्तो सिधा भएर हिँड्नुपर्छ है सिधा भएर सिधा हिँड्नुपर्छ बाङ्गो भएर होइन ऊ एक्लै हिँड्न त गाह्रो भइरहेछ हिँड्न तिमी आफै बोक्ने बोक्ने अरे दिन आफै गर्ने लौ खाइदेऊ खाइदिउँ ल ल ल हिँड्नुहोस् हिँड्नुहोस् नहिँड्ने हो हिँड्नु हिँड्नु ए पिसक्यो फोटो छ सर हो गर्मीले पसिना आइसक्यो पानी पनि खायो अब फेरि हामी अगाडि बढ्छौँ यो जङ्गलको बाटो फोन झर्नै झर्यो मन्दिर ओह गर्मी कहाँ मन्दिर जाने बाटो भन्छन् अझै आइपुग्छ शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज नै पर्दो रहेछ नि यता पनि बल्ल आइपुग्यो तारकेश्वर धामको परिचय चाहिँ लेखेको रहेछ यत्र अक्षरमा तारकेश्वर महादेव की जय भन्दै तारकेश्वर आइपुगेछ है तारकेश्वर बल्ल बल्ल भनेको त अझै उकालो चढ्नु पर्ने के हो नाक छ त नाक हो कि के हो त नाक त ल ल ल केटाकेटीहरू आऊ आउनु छिटो गाइजहरू ओ छोरो ओ भाउजूको छोरो आऊ छिटो तिमीलाई अरू लग्छ हिँड्छ हिँड जानै पर्छ अरे मन्दिर आऊ छिटो जाउँ कलियो कि बोक्नु बोकौँ पर्दैन छोरोलाई कि आमालाई पनि बोक्नु पर्यो म बोक्छु है नभए बोक्नु पर्यो भने कालो हराउँदैन हामी हराउँदैन छोरो हराउँदैन हिँड जाउँ यो छोरो अब आऊ
ऊ त्यता रहेछ अब त ऊ त्यो पुग्न लाग्यो ऊ माथि हो के ऊ पुग्न लाग्यो ऊ यही हो अब 100 सिडी आउनु छिटो 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 आउनु छिटो आइपुग्यो अब आइपुग्यो तारकेश्वर बुढा महादेव यहाँ चाहिँ धारा रहेछ धारा त्यो पकाएर खाने ठाउँ यहाँदेखि चाहिँ जुत्ता चप्पल खोलेर जानुपर्ने खुट्टाहरू पखालेर अनि जुत्ता खोलेर अनि जानु पर्ने तर महादेव चाहिँ यहाँ के अरे ढुङ्गाको फेदमा रहेछ यहाँबाट भर्याङ चढ्दै चढ्दै जानुपर्ने चाहिँ महादेव तारकेश्वर महादेवबाट फेरि झर्ने अनि झरेर यताबाट यताभित्र चाहिँ गुफा रहेछ यहाँ पस्ने यति हो के यहाँबाट चाहिँ यस्तो काठमाडौँको तारकेश्वर नगरपालिकाको तल गाउँ देखिँदो रहेछ कस्तो राम्रो कुवा रहेछ त सानो हिँड्नु के यो फोहोर छ कि पानी भाउजू बरु तलकै सफा दियो हिँड्नु टाउको ठोकियो त्यो ढुङ्गाको मुनि रहेछ है म कस्तो मजाले गणेश भगवान् पो रहेछ त यहाँ त गणेश भगवान् पो रहेछ त यति हो यति हो कुनै पनि मन्दिर ढोक्नु अघि पहिला गणेशजीको दर्शन गर्नु गणेशलाई के रहेछ यता चाहिँ यहाँबाट त खतरा देखिँदो रहेछ त तलबाट तल गयो भने त गाह्रो छ त